सर्वप्रथम सम्पूर्ण साथीहरूलाई नमस्ते टस्टीले भन्न चाहन्छु। आज चाहिँ म तपाईँहरूलाई बुद्धिस्टहरूको तीर्थस्थल जुन साङ्खोको वज्रयोगिनी तीर्थस्थलको माथि पहाडमा रहेको डाँडामा रहेको मणिचुत दाहको तीर्थस्थलको विषयमा जानकारी दिन गइरहेको छु। यो मणिचुत दाहको इतिहास हिस्ट्री भन्नु पर्दाखेरि चाहिँ पूर्वकालदेखि पूर्वकाल अथवा प्राचीनकालमा बोधिसत्व मणिचुत त्यहाँ धेरै समयसम्म ध्यान तपस्या बस्नुभएको तीर्थस्थल रहेको छ र त्यस तीर्थस्थलमा चाहिँ बोधिसत्व मणिचुतले चाहिँ उहाँले चाहिँ आफ्नो शिरमा भएको मणि चाहिँ दान गरेको तीर्थस्थल रहेको पाइन्छ। र अझै पनि यो तीर्थस्थलको विषयमा अलि विस्तृत भन्नु पर्दाखेरि चाहिँ मणिचुत जातक भन्ने जातकमा चाहिँ उल्लेख गरेको पाइन्छ। र जुन यो तीर्थस्थलको विषयमा भन्नुपर्दाखेरि चाहिँ पहिला गौतम बुद्धको चेलो आनन्द उहाँले चाहिँ शाक्यमुनि गौतम बुद्धको गुण व्यक्तित्व प्रशंसा गरिरहेको बेलामा चाहिँ शाक्यमुनि गौतम बुद्धले चाहिँ मेरो गुण र मेरो व्यक्तित्व प्रशंसा गरेर एउटा लिमिट छैन, असीम छ, मैले अहिले आश्चर्यचकित अचम्मको कामहरू यति मात्र गरेको होइन, पहिला धेरै गरिसक्यो भनेर गौतम बुद्धले चाहिँ यो श्रावस्ती जेदन बिहारमा बताउनु भएको कहानी छ। र पहिला जुन भारतको इन्डियाको अयोध्यामा चाहिँ जुन अयोध्या श्रीराम जन्मेको जन्मस्थलमा चाहिँ दुर्भिक्ष अथवा महामारी र अनिकाल लागेको बेलामा चाहिँ त्यहाँको राजाले चाहिँ 5 जना ब्राह्मणहरूलाई आफूहरू चाहिँ माथि जुन हिमाल पर्वतमा बोधिसत्व मणिचुत हुनुहुन्छ उहाँको शिरमा रहेको मणि चाहिँ मागेर आउनुहोस् भनेर 5 जना ब्राह्मणहरूलाई चाहिँ राजाले पठाइदिएको रहेछ। र राजाले चाहिँ 5 जना ब्राह्मणहरूलाई जुन अहिले नेपालको मणिचुत दाह भएको ठाउँतिर पठाउँदाखेरि चाहिँ त्यस बेलामा चाहिँ ठ्याक्कै बोधिसत्व मणिचुत चाहिँ हिमाल पर्वतबाट ध्यान तपस्या गरेर फर्किने क्रममा चाहिँ अचानक उहाँको मनमा चाहिँ के जाग्यो भनेदेखि ओहो कसैले आएर चाहिँ मेरो अङ्ग मेरो शरीरहरू दान माग्यो भने म खुसी दान दिन्छु भन्ने एउटा सोच आइरहेको बेलामा चाहिँ फर्किने क्रममा 5 जना ब्राह्मणहरू बाटोमा भेट्दाखेरि चाहिँ बोधिसत्व मणिचुतले तपाईँहरू कहाँ जाने लागेको, यस्तो घना जङ्गलमा कहाँ जान लागेको भनेर सोद्धाखेरि चाहिँ हामी 5 जना चाहिँ राजाले पठाएको हो, जुन तपाईँको शिरमा रहेको मणि चाहिँ हामीलाई दान दिनु पर्यो भनेर बिन्ती चढायो। र अहिले अयोध्यामा चाहिँ दुर्भिक्ष जुन अहिले महामारी चलेर त्यहाँको जनताहरू लगभग सखाप हुन थालिसक्यो। त्यस कारणले चाहिँ तपाईँले चाहिँ दया माया करुणाले यो तपाईँको जुन शिरमा भएको मणि चाहिँ दान दिनु पर्यो भन्दाखेरि चाहिँ बोधिसत्व मणिचुतले आफ्नो मनमा सोचेको कुराहरू सबै सागर हुनुभयो भनेर खुसीको साथ ल हुन्छ भनेर अनि उहाँले चाहिँ एउटा ढुङ्गामाथि आफ्नो शिर राखेर अब तिमीहरूले यो काटेर लानु भनेर भन्दाखेरि चाहिँ 5 जना ब्राह्मणहरूले आस्था अथवा उहाँहरूले चाहिँ हतियारहरूले काट्ने क्रममा चाहिँ काटिन नसकेर एकदम बोधिसत्वले दर्थ भइरहेको दृश्य चाहिँ घटना चाहिँ त्यहाँ रहेको जुन वनको देवी देवताहरूले पनि दर्शन गर्नुभएको रहेछ। र वनको देवता देवीहरूले पनि ब्राह्मणहरूलाई कराउनु भएको रहेछ। र ब्राह्मणहरू के गर्नुभएको, यो जुन अहिले बोधिसत्व मणिचुतले साह्रै दर्द भइसक्यो, उहाँको ज्यान जाने खोजिसक्यो, तपाईँहरूले यस्तो पाप कर्महरू गर्नुहुन्न भनेर भन्दाखेरि चाहिँ बोधिसत्व मणिचुतलाई
वनको देवता-देवीहरू तपाईँहरूले मलाई मेरो दान दिने काममा दान दिने कार्यमा तपाईँहरूले बाधा अर्चन नगर्नु। म मेरो दान पारमिता पुरा हुनेको लागि तपाईँहरूले चाहिँ बाधा अर्चन नगर्नु भनेर उल्टो यसरी भन्दाखेरि चाहिँ वनको देवता-देवीहरू नै अचम्म मानेको घटनाहरू पनि छ। र निरन्तर रूपमा 5 जना ब्राह्मणहरूले शास्त्राहरू हतियारहरू हानेर काट्ने खोज्ने क्रममा पनि अझै पनि नसकेर बोधिसत्वलाई साह्रै दर्द भएर बोधिसत्वको मुखबाट चाहिँ तपाईँहरूले चारी काट्नु, मेरो प्राण जाने लागिसक्यो भनेर त्यहाँबाट चाहिँ 5 जना ब्राह्मणहरूले चाहिँ आरा लिएर आएर करौती लिएर आएर काट्ने क्रममा चाहिँ बल्ल तल्ल काटेर अनि त्यहाँबाट काटिसकेपछि मणि चाहिँ निकालेर मणि चाहिँ जुन बोधिसत्वको हातमा दिएर बोधिसत्वले चाहिँ यो मणिले चाहिँ सम्पूर्ण प्राणीहरूको हित होस्, सम्पूर्ण प्राणीहरूलाई फाइदा होस् भनेर अर्पण गरेर मणि चढाएको कहानी चाहिँ यो अहिले मणिजुत दहमा रहेको छ। र त्यस क्रममा काट्ने क्रममा चाहिँ रगत पनि यति बगेको थियो त्यहाँबाट बगेर चाहिँ खोला पुरै रातो भएर यो हिरानी नदीसम्म पुगेको कहानीहरू छ। र यो मणि चाहिँ लगेर गएर अयोध्यामा लगेर गएर त्यहाँको जुन मणिको पानी चाहिँ छर्काएर त्यहाँको बासिन्दाहरू जनजातिहरू सबै कष्ट रोगबाट दुर्भिक्षबाट मुक्त भएको कहानीहरू पनि छ। र अझै पनि यो मणिको गुण कस्तो छ भन्दा कति किसिमको गुण छ भन्दाखेरि चाहिँ मणिको जुन रोग लागेको अथवा बिराम भएको मान्छेहरूले मणिले छुएको पानी चाहिँ खुवाइदियो भने तत्कालै बिरामी निको हुने र अन्धोहरूलाई पनि यो मणिले आँखामा छुइदियो भने आँखा देख्ने र यो मणिको पानी जल चाहिँ छर्काइदियो भने दुर्भिक्ष अनिकाल विभिन्न किसिमको कष्ट दुःखहरू पनि समाप्त सखप पारिदिने यस्तो खालको गुण भएको मणि रहेछन्। र जुन त्यो तीर्थस्थल चाहिँ अहिले नेपालको तपाईँको अहिले साँखुको माथि डाँडामा अवस्थित छ। हस् त तपाईँहरूले यो अहिले मैले भिडियोमा पनि देखाउँछु, तपाईँहरू दर्शन गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।